What's up guys? अब अर्को नयाँ भ्लग आइसक्यो सो डु चेक इट आउट ग्याङ हान्यो एन्ड 1 2 3 4 3जना मबाट 4जना छन् हामी फुटबल खेल्न जान थाले मुजी सब सब्स्क्राइब गरे ओइ साँच्ची भने सब्स्क्राइब गरे तेरो पनि क्लिप हालिदिन्छु म लिंक सेयर गर्दै न के हो के रे सिजिआर भने त आरजिआर कति छ सब्स्क्राइबर तपाईको 44 fucking feet या सब ग्याङ फेरि अर्को लक्ष्मी साथी पर्खिँदै मेरो साथीको बाइक हो सापटीमा लिएर आएको मेरो बाइक त्यसले चलाउँदैछ हेर्दै जाउँ भ्लगमा के हुन्छ अनएक्सपेक्टेड भ्लग फेरि ग्याप भयो भनेर नयाँ भ्लग आउनु थाल्यो त्यतिकै हावामा सोधेपछि के हुन्छ ग्याङ साथीको सर्ट सिलाउनु आएको अब के भएछ पेन्ट टाइट भएछ सेट चेक दिस आउट वे कलर दामी हो त राम्रो छ यार राम्रो आइसक्यो फिट चेक या युजर थ्याङ्क यू गाइस काम सक्यो अब साथी र म अब अड्डा जानु पर्यो गाइस हामीलाई यहाँ चोरलाई यहाँ दुईटा चोरहरू रेडी भएर बसिरहेछन् दिस पार्ट विल बी सेन्सर्ड गुप्ताको बाउ श्री अङ्कल हेर्नु छोरो बहुत निमन बा तो क्या करबो ओकरा के ओभर एन्ड आउट सो ग्याङ हामी आइपुग्यो ठाउँमा 1 2 3 जना चोको ए लौडे यस्तो हान्छ नि मासला धेरै बोल्दा त अहिले ठाउँ यही हो होटल महा स्टे ट्युन अझै आउँछ भ्लग आज त्यतिकै हावामा भ्लग बनाइदिए हो अब 3-4 दिन अझै म कन्टिन्यू भए बस्छु यस विकमा एउटा भ्लग न एउटा भ्लग त आइरहेको छ डोन्ट वरी व्हाट्स अप गाइज फेरि हामी फेरि आइसक्यो साथी र म अनि तपाईँहरूले सोच्दै हुनुहुन्छ होला चेतन दाई चिन्नुहुन्छ होला चेतन भक्तको गाडी कहाँ छ भनेर डोन्ट वरी हामीले सेफ जोनमा राखिदिएको छौँ चेतन दाई इफ यु आर वाचिङ दिस प्लिज रिट्रिभ योर भेहिकल द्याट्स एन हामीले धेरै राम्रो ठाउँमा राखिदिएको छौँ अब घाम पानीबाट हल्का प्रदूषित भएर अलिकति खिया लागिसक्यो बट नेभर वाइन राम्रो कन्सेप्ट हो क्याम्पर राम्रो हो गाइस अब केटाहरू डिपार्ट भयो होइन अल थ्याङ्क्स टु हिज फादर पापाले बोलाएर जानु थालेछ साथी हाम्रो के गर्नु हामी आगेको छोरा होइन जानुपर्छ अमिरी गर्दैन हामी अमिरी लागिरहेको यसलाई म त ड्राइभर भइ नै हाले ड्राइभर हो यो त अब केही भन्न सकिन्न प्रोफेसन गरिहाले गाइज अब तपाईँहरूले अब युट्युब राम्रोसँगले कमायो भएपछि अब गाडी किनेर हामी 4 जना घुम्छौँ सो प्लिज सपोर्ट भोलि स्विमिङको लागि रेडी होला गएर पनि हुँदैन हैन त्यही त पानी परे भोलि फेरि स्विमिङ भ्लग आउन सक्छ अब भोलि फिक्स गरे म जाउँ न भोलि यार सबैजना जाउँ क्या यो मुजी त्यस्तै स्विमिङ भ्लग आउन सक्छ भोलि ल ग्याङ अब यो चाहिँ हाम्रो सिटी हाइवे हो अनि यहाँबाट चाहिँ छिर्नुपर्छ होइन हाम्रो त्यो सिन्धुलीगढी प्रवेशद्वार यहाँबाट छिरेर चाहिँ गढी पुग्छ जस्ट हेर्नु न यो हाइवे ठ्याक्क यताबाट जाने यहाँबाट शुद्ध मिठी जाने आमा ल ग्याङ हामी आइपुग्यो होइन दिस इज द प्लेस गढी अब यस्तो तपाईँलाई चिट काटिदिनु पर्छ हामी अब लोकल ओइ के हो 2-3टा खाता ल बाइक हो सेट हामी अब लोकल भयो भनेर चाहिँ हामीलाई चाहिँ अब 25 मात्रै लियो साथसाथै 10 रुपियाँ पनि लियो यार त्यो चाहिँ नराम्रो हो अब तपाईँहरू चाहिँ अब बाहिरबाट आउँदै हुनुहुन्छ भने त्यो मान्छेहरूलाई चाहिँ अब 50 रुपियाँ लिन्छ तपाईँहरू चाहिँ बाहिरबाट आउनुहुन्छ भने तपाईँलाई चाहिँ 50 रुपियाँ लिन्छ हामी लोकललाई चाहिँ 25 रुपियाँ लिन्छ सो डु भिजिट अब तर मेरो वाक गराउनु दिन्छु अब हामी उता जान्छौँ यहाँतिर एउटा मन्दिर छ त्यो पनि देखाउँछौँ त्यो पनि चढ्छौँ यहाँभित्र जानुपर्छ What's up? Who's a good boy? अब यो मेरो पछि आउँछ उता पनि रहेछ What's up, nigga? यहाँ चाहिँ अब एउटा सिक्रेट मन्दिर जस्तो हो तपाईँलाई चाहिँ एउटा हिन्ट जस्तो होइन यहाँ चाहिँ भिजिट गर्नुहोस् यो राम्रो मन्दिर हो यहाँ चाहिँ अब हाम्रो पहिला वारहरू हुनुभन्दा अगाडि चाहिँ यहाँनिर एकचोटि प्रे गरेर सबैजना जान्थे
ड्युरिङ द पिरियड अफ को थियो अरे दोस्त अनि राजा को थियो त्यतिखेर जोस थियो होइन म यहाँ डिस्क्रिप्सन राखिदिन्छु अनि त्यो त्यतिखेर चाहिँ अनि यहाँनिर चाहिँ हाम्रो पूजासुजा गरेर टक्क यहाँभित्रबाट पूजासुजा गरेर अनि टक्क वारमा जानुहुन्थ्यो सो इट्स एन हिस्टोरिकल प्लेस सो डु भिजिट होइन यो ठाउँ पनि राम्रो छ यहाँ चाहिँ अलि सेपरेटेड ठाउँ भएर चाहिँ अनि कोही आउँदैन त्यही भएर तपाईँहरूलाई चाहिँ मैले अर्ली नै भनिदिएको आउनुभयो भने यहाँ पनि आउनुहोस् भनेको ल What's up, my bro? आए ओइ जेलस भयो यार यो त यस्तै हो चढ्ने घरमा पनि 400 रुपियाँ दाइले ब्रो कमेन्ट अब हामीले यिनीहरू दुइटालाई एडप्ट गर्नुपर्छ ओइ ल कहाँ म त सक्दिनँ नि नाम तिमीहरूलाई ल भयो यार ग्याङ त्यहाँनिर हर्स पनि रहेछ एउटा हर्ससँग चाहिँ नजाउँ हान्दियो भने हान्दियो दामी छ हौ उसको राइडर चाहिँ कहाँ राइडर अलिक भेट्नुपर्छ यार फर्किँदाखेरिमा विल जस्ट गो थ्रु दि वुड्स अब हामी मेन लोकेसनमा जान्छौँ त्यहाँ चाहिँ अहिले रेनोभेसन गरेर चाहिँ अलिक राम्रो बनाएको छ अब एज लङ एज आई नो होइन म डिस्क्रिप्सन दिइरहेको छु के भएको थियो के इन्सिडेन्ट भएको थियो त्यो ठाउँमा अनि के कसरी गइरहेको थियो पास्ट इन्सिडेन्टहरू भन्छु अब मलाई थाहा अनुसार म भनिरहेको छु अब मलाई थाहा छैन भने अब म के गर्नु द्याट्स नट माई प्रब्लम तपाईँहरू गुगल गरेर आउनु सक्नुहुन्छ ठाउँहरू त्यस्तै छ यो जस्ट क्वाइट धेरै शान्ति छ वेलकम टु सिन्धुली गाडी पार्क पनि बनाएर रहेछ यहाँनिर त्यही त अस्तिसम्म थिएन हौ यो थिएन त्यो जेल थिएन अनि यहाँ हान्डेको भयो ब्रो आऊ स्लाइड हान्दिउँ न स्लाइड हान्दिने तालले भएर ब्रो यु ट्राई यार त्यही यो चाहिँ हाम्रो पहिला एउटा अन्डरग्राउन्ड जेल हुन्थ्यो त्यो जेल रिडेकोरेट गरेको जस्तो हो यहाँ चाहिँ वार हुने ठाउँ चाहिँ यही हो होइन अर्को पनि छ सानो यतातिर मासतिर छ वार हुने ठाउँ चाहिँ यही हो अनि जो वार भेटेरेन्टहरू क्याप्चर गर्छ नि तिनीहरूलाई चाहिँ यही अन्डरग्राउन्ड यहाँनिर चाहिँ अन्डरग्राउन्ड अन्डरग्राउन्ड प्रिजन जस्तो हो यो ठाउँ यतातिर प्रिजनहरू हुन्थ्यो वाक अराउन्ड देखाइदिइहाल्छु म बट पहिलाभन्दा धेरै डेभलप भएको ठाउँ पहिला यस्तो केही थिएन कलवाई नगरपालिकालाई धेरै कोर्ट गरेर त्यो ठाउँमा पहिला यस्तो ठाउँहरू केही पनि थिएन सो सबै बनाएर छ महरू खिच्छु अब गाइड्स उहाँ चाहिँ हाम्रो सिङ्गर हो सिन्धुली ए होइन त्यो रातो र चन्द्र सूर्य गीत गाउने चाहिँ उहाँ सर हो नाम यहाँ छ मलाई नेपाली पढ्न आउँदैन अब म खिच्दै जान्छु हेर्दै जानुहोस् हाम्रो ठाउँ त राम्रो भएको यार पहिला भन्दा तिम्रो स्लिप छ कि क्या What's up guys? What's up? Sculptures पनि रहेछ they are pushing some carts 2-person war is going outside and it is made out of
वुड राम्रो छ यहाँनिर नि रहेछ के छ भाइ अरे अब हामी विल बी गोइङ इनसाइड द म्युजियम म्युजियममा चाहिँ अब भिडियो सुट गर्न पाउँदैन अनफर्चुनेटली किनकि ड्यु टु सम पब्लिक रिस्ट्रिक्सन अब सबैजना मैले तपाईँहरूलाई सबै देखाइदिएँ भने कुची आउँछ होइन अब मेरो भ्युजहरू नि आइरहेको हुन्छ 100-150 मिलियन त्यतिजना हेरेपछि त पपुलेसन नै त्यत्रो छैन नि त कसरी त्यत्रो आउँछ भनेर अब दिँदैनन् रे यहाँनिर चाहिँ यो रहेछ गाइस पानी धेरै पोल्युटेड छ त्यही भएर फिस पनि छैन अलिकति एउटा एस्थेटिक छ है यो पानी त्यो वाटर क्रसिङ तोपहरू पनि रहेछ 2% आर होल्डिङ दि फ्ल्याग के हो यो प्लिज डु नट टच कृपया यहाँ नपसिदिनु होला अरे ओके द्याट्स फाइन अब हामी यहाँ जान्छौँ यहाँ चाहिँ भिडियो गर्न मिल्दैन सो सडक गाइस यहाँनिर चाहिँ एस्थेटिक अर्नामेन्ट्सहरू पनि छ न टोपीहरू कसरी हो 400 जुन पनि ब्यागहरू उयो मिनिएचर स्कल्पचरहरू पनि रहेछ यहाँनिर सानो घरहरू अब तपाईँहरू लान सक्नुहुन्छ बस्ने अलिकति ठाउँ छ यहाँ यहाँ वी आर इन दि टप रेन्ज हाम्रो सबभन्दा माथिको रेन्जमा छ एभ्रिबडी इज आउट हाम्रो तल छ त्यहाँनिर नि स्ट्याचु छ यहाँ तोप छ त्यहाँ 2टा तोप छ त्यो म्युजियम छ त्यहाँदेखि हामी ब्लग खिचिराख्छौँ मेरो साथीको नि भ्लग च्यानल छ होइन छैन जाउँ छैन गाइज रेयर जनावर भेटेँ मैले यहाँ हेर्नु न न्यू क्यारेक्टर अनलक कहाँ छस् त ठिक छ गडी अहिले पनि गडी आएर ठिकै छ त घाममा बस्दा कालो गोरो भएर रहेछस् सब कालो हुन्छ म गोरो भयो ठिक छ कहाँ कतिखेर जान्छस् त अब एकछिन अहिले मलाई घोडा चढाइदे केमा आएको अङ्कल चिनिहाल्छु कति राउन्डमा अङ्कल ठिक छ 2जना यत्तिकै यसलाई म लान्छु नि त यो एउटा ड्याम जो कुवा हो नि दोस्त अब तपाईँहरूलाई म सम्झाइदिन्छु यो ठाउँ कस्तो हो यहाँनिर चाहिँ हामी पानी पर्दाखेरिमा चाहिँ यहाँनिर पानी जम्थ्यो होइन यहाँनिर पानी जम्थ्यो अनि यो एउटा वेल जस्तो हो खाने ठाउँ चाहिँ यहाँ अगाडि छ खाने ठाउँ चाहिँ यहाँ अगाडिबाट यो पाइपबाट आउँछ अहिले चाहिँ आएन बिकज वाटर इज टु मच डर्टी मन गरिदिनु फाइन खाँदा केही हुँदैन यस्तै हो ठाउँ तपाईँलाई एउटा सिक्रेट प्राइसेस पनि भनिदिन्छु यहाँबाट जानुभयो भने तपाईँ एउटा इन दि पार्टिकुलर सिजन त्यहाँ चाहिँ रोडोडेन्ड्रनहरू पाउँछ यहाँनिर गयो भने चाहिँ तपाईँ इनफ तपाईँलाई पुग्ने गरी पाउनुहुन्छ वे चाहिँ अब तपाईँको 5 देखि 10 मिटरसम्म छ म त्यसको क्लिपहरू अलिक थियो होला दिदीतिर म एकचोटि गएको थियो त्यसको क्लिपमा हालिदिन्छु अब तपाईँलाई जान मन छ भने जानु एस्थेटिक चाहिँ ओभर एस्थेटिक छ अब द्याट डिफर्स अन यर फकिङ पर्सोना सो गाइस अब हामीलाई हाम्रो स्टामिना चेक हुन्छ 1 2 कुद्ने 1 2 3 गो ब्याग पुगिरहेको छ भाइ I made it. I made it the first. That was a lot. यो बाटोमा डेट स्क्वायर पो रहेछ यार बिफोर 6 months फ्रम म्यानुफ्याक्चर अनि यहाँ डेट छ हाम्रो डिसेम्बर 2023 रियली ब्रो
नट टेस्टी एभ्री कम्प्लेनको नि भ्लग हाल्छु म फिक्स स्टे ट्युन सो इट्स च्यालेन्ज त गऱ्यो होइन प्रोडक्टै डेट स्क्वायरवाला परेछ अब हामी कम्प्लेन गर्न जाने हो कम्प्लेन भ्लग अन दि हो यो भर्याङमा त झर्न दियोस् त्यो लोकेसनमा जान दियोस् लोकेसन चाहिँ ऊ त्यहाँनिर हो लोकेसन ऊ त्यहाँनिर हो त्यहाँ गएपछि हामी कम्प्लेन गर्छौँ वेटेलिसी पोकड महँगो पनि ल्यायो अब हेरौँ गाडी यहाँनिर चाहिँ अहिले हुस्यो नि चलिरह हेर्नु सक्नुहुन्छ आवाज त चलिरह हुस्यो इट्स ड्याम कोल्ड आउटसाइड हामी अब उयो टावरमा जान्छौँ त्यहाँबाट झन् क्लियर देखिन्छ तपाईँलाई त्यहाँ त्यो टावरमा गएपछि फेरि भ्लगिङ स्टार्ट गरिहाल्छु यस्तो हेरिराख्नु राम्रो कन्टेन्ट आइरहेको छ स्टे ट्युन हामीसँग यहाँनिर डिफ्रेन्ट ठाउँबाट नि मान्छेहरू आउनुभयो यस हेलो कहाँबाट आउनुभएको हामी काठमाडौँबाट ओके म चाहिँ यहाँको बासिन्दा हो सिन्धुलीकै हजुर ठाउँ कस्तो लाग्यो तपाईँहरूलाई एकदम रमाइलो अब वेदर कस्तो छ वेदर कुल वेदर यस्तै हो अहिले ल हजुर चाहिँ कताबाट आउनुभयो काठमाडौँ सबैजना काठमाडौँबाट हजुर ए ल इन्जोय ल अब धेरै ठाउँबाट मान्छेहरू नि आउनु भएको रहेछ अब व्हाट्सअप गाइड्स फोटो मेरो भ्लग मेरो सब्सक्राइबर्सहरूलाई पनि फोटो मिलाइदिएछौँ पोज त्यस्तै भ्लग आउँदै गर्छ अब हामी जाडो हुन लागिसक्यो तल त हप्पा भएर बसेको थियो यहाँ त बोर जाडो हुन लाग्यो चिल छ गर्मी छैन धन्न सिटर ल्याएर आएको छु मैले त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँ हावा चल्या हो कि शीत चल्या हो त्यस्तो त्यत्रो वाइल्ड भेराइटीमा घाम लागिरहेको थियो अहिले चाहिँ यस्तो शीत लागिसक्यो इट्स अनप्रिडिक्टेबल अब हामी कम्प्लेन गर्न जाँदैछौँ हाम्रोसँग प्रोडक्ट नै छ सिचुएसन त्यही हो म बोल्दिनँ तिमी बोल्छु कि म बोल्छु ऊ बोल्छ अरे डिसेम्बर छ अनि 6 महिनाको हुन्छ बिफोर 6 मन्थ छ क्या सब एक्सपायर भएको छ हाम्रो अब रिफन्ड आउँछ कि न्यू प्रोडक्ट आउँछ के छ भेराइटी त नि थ्याङ्क यू अब हाम्रो चिज प्रोडक्ट चेन्ज त्यस्तो गडबडे चेन्ज भइसक्यो न्यू प्रोडक्ट अब उसी हेर्नु भिडियो काट न त्यहाँ अर्को इट फिल लाइक कमिङ इन ड्रिम सपनामै छौँ जस्तो लागिरह सो फकिङ सिचुएसन यताबाट पनि सिट चलिरह यताबाट पनि सिट चलिरह र हामी ऊ त्यो टपमा जानेछौँ त्यहाँ गएर खिच्छौँ सो स्टेट्युन चढाएर फोटो खिचेको कति 50 रुपियाँ यस गइसक्यो घोडा नाम यसको गोरे ह्यान्डमले राखिदिएको आउँदाखेरिमा पनि के हुन्छ एक्सपेन्सहरू त्यही छ कमन बोय कमन ना इट कस्ट लाइक 50 म्यान त्यो कस्टमा त मेरो रिचार्ज 2 दिनको आउँछ हौ वेदर लास्ट नराम्रो भयो होइन वेदर लास्टै नराम्रो भयो अब हामी जान्छौँ अब सिधै तल गएर खिच्छु वेदर लास्टै नराम्रो हामी त्यो यहाँ माथिको टावर जान सकेन अब नेक्स्ट भ्लग आयो भने चाहिँ हाल्छु जान्छु अहिले चाहिँ धेरै नराम्रो सिचुएसन भइसक्यो बाइकमा आएको अब गाडीमा छुटेको रहन्थ्यो सो यति नै हो भ्लग अब योभन्दा भ्लग सुट गर्दिनँ दाजुलाई इनफ भइहाल्यो कन्टिन्युटी देखाउनलाई मात्र भ्लग गरेँ मैले अब अर्को भ्लग पनि हाल्छु होला सो स्टे ट्युन अहिलेलाई चाहिँ ल बाई